आज चाहिँ पुलअप्स हान्दै गर्दाखेरि मजाले लड्यो। सो अलराइट गाइज, वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। आज चाहिँ मेरो दिनको सुरुवात भाइसँग पढ्दै भयो, किनभने हाम्रो इक्जाम चलिरहेको छ। अनि इक्जाम दिएर म घर आएर एक्लै बदाम खाइरहेको थिएँ। आज चाहिँ मेरो बिहान हात मर्किएको थियो। अनि त्यसपछि चाहिँ हामी 4:30 बजीतिर फेरि रनिङको लागि निस्क्यौँ। आज चाहिँ हामी फेरि हाम्रो मोहरीतर्फ लागिरहेको छौँ। रनिङको लागि यताउता जाने ठाउँ छैन, त्यही भएर हामी धेरै जस्तो मोहरी गइरहेको हुन्छौँ। हामी मोहरी आइसकेका छौँ होइन। यस्तो बवाल रमाइलो हुन्छ कि बेलुका कुद्नलाई त झन् आम्मा हावा पनि सरर आउँछ होइन। एकदम चिसो भइरहेको छ, एकदम मजा आउने के गाइज कुद्नलाई चाहिँ है। यस्तो बवाल हुन्छ नि होइन, बेलुका झन् आम्मा मौसम पनि हेर्नु नि यहाँ यस्तो बवाल कि। आज चाहिँ त्यहाँनिर धेरै जस्तो मान्छेहरू पिकनिक खान आएको थिएन, किनभने आज शनिबार नि होइन, शनिबारको दिन मात्र हो यहाँनिर धेरै पिकनिक खान मान्छेहरू आउने। आज त जम्मा 1-2 बसहरू मात्र थियो। अनि एकछिन एक्सर्साइजहरू गरेर हामी घरतर्फ लाग्यौँ, किनभने रात अलिक परिसकेको थियो। अनि अलिकति जङ्गलको बाटो पनि छ, डर हुन्छ फेरि जनावरहरू फ्याट्टै निस्क्यो भने। ल गाइज, आजलाई यति नै। अब फेरि पनि भेटौँला अर्को नयाँ मिनी भ्लगमा।